हामी बिरामी हुँदा डाक्टर कहाँ जान्छौँ अनि एन्टिबायोटिक खान्छौँ, तर कहिले सोचिएको छ सयौं किसिमका औषधि मध्ये डाक्टरले त्यही एउटा किन छान्छन् त? यो कुनै अन्दाजको भरमा हुँदैन, यो त विज्ञान हो। आउनुहोस् आज त्यही विज्ञानभित्र डुबुल्की मारौँ। ल, हाम्रो आजको यात्राको नक्सा यही चार्ट हो। यसमा केही सामान्य एन्टिबायोटिक्स, तिनको काम अनि मात्राबारे जानकारी छ। आउनुहोस् यसलाई एक एक गरेर खिलाउँ र डाक्टरको निर्णय पछाडिको तर्क के रहेछ भनेर बुझौँ। त्यसो भए मुख्य प्रश्न यही हो, किन घाँटी दुख्दा एउटा औषधि दिइन्छ अनि पेट गडबड हुँदा अर्कै? यो कुनै तुक्का होइन, यसको पछाडि एकदमै ठोस विज्ञान छ। आउनुहोस् यो रहस्यलाई सँगै मिलेर खोलौँ। अब अगाडि बढ्नुभन्दा पहिला एउटा कुरामा स्पष्ट हौँ है, एन्टिबायोटिक भनेको आखिर के हो? सिधा भाषामा भन्दा यो यस्तो औषधि हो जसले ब्याक्टेरियालाई मार्छ वा बढ्न दिँदैन। एउटा कुरा याद राख्नुपर्छ, यसले भाइरसमाथि काम गर्दैन, मतलब साधारण रुगाखोकीमा यो बेकामै हुन्छ। अनि एउटा एकदमै महत्त्वपूर्ण कुरा, यो जानकारी केवल शैक्षिक उद्देश्यको लागि मात्रै हो। यसलाई कुनै पनि हालतमा डाक्टरी सल्लाहको रूपमा लिनु हुँदैन। कुनै पनि स्वास्थ्य समस्याको लागि सधैँ योग्य डाक्टरसँगै सल्लाह लिनुपर्छ। ल, अब मूल विषयमा लागौँ। हाम्रो पहिलो खण्ड सबैभन्दा सामान्य स्वास्थ्य समस्याहरूमध्ये एक, अर्थात् श्वास प्रश्वास प्रणालीको सङ्क्रमणमा केन्द्रित हुनेछ। यहाँ हेर्नुहोस् त, एमोक्सिलिन, एजिथ्रोमाइसिन, सेफालेक्सिन, यी नामहरू पक्कै सुनिएकै जस्तो लाग्छ होला होइन? यी हुन् श्वास प्रश्वास सम्बन्धी समस्यामा सबैभन्दा धेरै चल्ने केही एन्टिबायोटिक्स। तर रमाइलो कुरा के छ भने हरेकको मात्रा र खाने समय कति फरक छ। कसैलाई 8 घण्टामा, कसैलाई 6 घण्टामा। भन्नुको मतलब यी औषधिहरू खास गरी टन्सिल हुँदा, घाँटी दुख्दा, छातीमा कफ जम्दा, निमोनिया हुँदा र कान पाक्दा जस्ता अवस्थाहरूमा एकदमै प्रभावकारी हुन्छन्। अब कुन सङ्क्रमण हो र कति गहिरो छ त्यसैको आधारमा डाक्टरले सही औषधि छान्छन्। अब एकछिन एजिथ्रोमाइसिनलाई हेरौँ त। चार्टमा के देखिन्छ भने यसको कोर्स प्राय जम्मा 3 दिनको मात्रै हुन्छ, जबकि अरू औषधिहरू 5-7 दिन वा त्योभन्दा बढी खानुपर्ने हुन्छ। यसले के देखाउँछ भने सही औषधि छान्नु जति महत्त्वपूर्ण छ, त्यसलाई सही अवधिसम्म खानु पनि उत्तिकै जरुरी छ। ल, अब श्वास प्रश्वासबाट अलि भित्र लागौँ। हाम्रो ध्यान अब शरीरको भित्री भाग जस्तै मूत्रमार्ग र पेट सम्बन्धी समस्याहरूमा हुने सङ्क्रमणतिर जाउँ। यहाँ प्रयोग हुने एन्टिबायोटिक्सको समूह अलि फरक छ। यो समूहमा सेफेक्सिम, सिप्रोफ्लोक्सिन र मेट्रोनाइडाजोल जस्ता औषधिहरू पर्छन्। यहाँ एउटा चाखलाग्दो कुरा के छ भने सेफेक्सिम र लिभोफ्लोक्सिन जस्ता केही औषधिहरू त मल्टिपर्पोज जस्ता रहेछन्। यिनीहरूले युटिआईमा मात्र होइन, श्वास प्रश्वासको सङ्क्रमणमा पनि काम गर्छन्। यो त डाक्टरको लागि एउटा बहुउपयोगी औजार जस्तै भयो नि। यी औषधिहरू खास गरी युटिआई, झाडा पखाला अनि टाइफोइड ज्वरो जस्ता समस्याहरूलाई लक्षित गरेर बनाइएका हुन्छन्। मेट्रोनिडाजोल चाहिँ अलि फरक छ। यो आउँ र एनाएरोबिक सङ्क्रमणको लागि हो। एनाएरोबिक भन्नाले त्यस्ता ब्याक्टेरिया जसलाई बाँच्न अक्सिजन चाहिँदैन र शरीरको एकदमै भित्री भागमा सङ्क्रमण गराउँछन्। एन्टिबायोटिक्सको दुनियाँ श्वास प्रश्वास र पेटको समस्यामा मात्रै सकिँदैन। अब हाम्रो तेस्रो खण्डमा हामी छाला, दाँत र यस्तै अरू विभिन्न सङ्क्रमणहरूको बारेमा कुरा गर्नेछौँ। यहाँ हेर्नुहोस् त, डक्सिसाइक्लिन भन्ने औषधि छ जुन डन्डीफोरदेखि लिएर यौन सञ्चारित रोगहरू एसटिडीसम्मको उपचारमा काम लाग्छ। सिफालेक्सिन फेरि छालाको सङ्क्रमणको लागि एउटा भरपर्दो विकल्प हो। अनि जब कुरा अलि गम्भीर घाँटी, दाँत वा साइनसको सङ्क्रमणको आउँछ, त्यति बेला क्लाबाम 625 जस्ता अलि शक्तिशाली एन्टिबायोटिक्सको पालो आउँछ। क्लाबाम 625 को बारेमा एउटा रमाइलो कुरा छ। यो वास्तवमा एउटा औषधि होइन, दुईवटाको मिश्रण हो। यसमा एमोक्सिलिन र क्लेभिलानिक एसिड भन्ने तत्त्व हुन्छ। एमोक्सिलिनले ब्याक्टेरियालाई मार्छ, तर केही ब्याक्टेरिया चलाक हुन्छन् र आफूलाई बचाउन एउटा कवच बनाउँछन्। हो, त्यही कवच तोड्ने काम चाहिँ क्लेभिलानिक एसिडले गर्छ। यो त टिमवर्क जस्तै भयो, जसले गर्दा यो औषधि अझै शक्तिशाली बन्छ। ठिक छ, हामीले विभिन्न किसिमका एन्टिबायोटिक्स र तिनको प्रयोगबारे त कुरा गर्यौं। अब यो सबै जानकारीबाट हामीले सिक्नुपर्ने मूल कुरा के हो त? आउनुहोस् अब निचोडतिर लागौँ। यो सबै कुरालाई बुझ्ने सबैभन्दा सजिलो तरिका सायद यही हो।
हरेक सङ्क्रमण फरक हुन्छ र त्यसलाई गराउने ब्याक्टेरिया पनि फरक हुन्छ। जसरी हरेक बोल्ट एउटै रेन्चले खोल्दैन नि, ठिक त्यसै गरी हरेक सङ्क्रमण एउटै एन्टिबायोटिकले निको पार्न सक्दैन। त्यसो भए यो चार्टको विश्लेषणबाट हामीले के सिक्यौँ त? पहिलो, सही उपचारको लागि सही ब्याक्टेरिया चिन्नु महत्त्वपूर्ण छ। दोस्रो, सङ्क्रमण शरीरको कुन भागमा छ, घाँटीमा, फोक्सोमा वा पेटमा, त्यसले पनि औषधिको छनौटमा ठूलो भूमिका खेल्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, सही मात्रामा र डाक्टरले भनेको अवधिसम्म औषधि खानु एकदमै जरुरी छ, नत्र उपचार अधुरो रहन्छ। यो सम्पूर्ण विश्लेषणले एउटा कुरा त छल्लङ्ग पार्छ। एन्टिबायोटिकको उपचारमा प्रिसिजन अर्थात् सटिकता नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सही सङ्क्रमणको लागि सही औषधि, सही मात्रामा। तर एकछिन सोच्नुहोस् त, जब यो सटिकता हराउँछ, जब हामी जखाभावी वा गलत तरिकाले एन्टिबायोटिक्स प्रयोग गर्छौँ, तब के होला? यो प्रश्नले हामीलाई एउटा अझै ठूलो र गम्भीर विषयतिर सोच्न बाध्य बनाउँछ।